हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। मैले चाहिँ सानो मिनी भ्लग लिएर आएको छु। साथीहरू सबैजनाले भएर हेरिदिनु होला। अनि आज चाहिँ हामी मम्मी र म सयपत्री फुल रोप्नु पर्यो भनेर रोप्दैछौँ। यो बारी चाहिँ हामीले मकैहरू थियो, मकै सबै भाँचिसकेर पनि अनि हामीले खाली बनाएको थियौँ। अनि आज चाहिँ सयपत्री फुलको बिउ ठिक्क रेडी भयो। अनि आमा छोरी मिलेर फुल रोप्दैछौँ। मेरो बच्चाहरू चाहिँ काम गर्ने छैन, काम गर्ने ठाउँमा आएर अलमलाउने है, यस्तै गर्छ। हुन त हामी पनि बच्चाको बेलामा यस्तै थियौँ होला। यो पनि धेरै नै चक्च गर्छ कि मेरो छोरीहरू चाहिँ काम गर्नुभन्दा ज्यादा अलमलाई दिन्छ। यस्तै छ हौ साथीहरू मेरो जिन्दगी। तपाईँहरू चाहिँ कसले सयपत्री फुलको बिउ रोपिसक्नुभयो? हामीले चाहिँ आज रोप्यौँ। अब पछि तिहारको लागि हुन्छ हुँदैन त्यो त थाहा छैन। अब तिहार त यसपाला अब छिटै छ। अब हेरौँ कस्तो हुन्छ। फाइनली साथीहरू हामीले खनेर पनि सयपत्री फुलको बिरुवा चाहिँ रोपिसक्यौँ। अनि हामीले बाख्रा पनि चराउँदै थियौँ, बाख्रा पनि अगायो। अब हामी घर लाने। अनि म चाहिँ हातमुख धोएँ अनि नुहाएँ पनि, नुहाएर फ्रेस पनि भएँ। यस्तो धेरै गर्मी छ धरानमा। त्यसपछि खाजा खायौँ। खाजा चाहिँ मैले आज फर्सी बनाएको थिएँ, फर्सी उसिनेको थिएँ अनि उसिनेर फ्रिजमा राखेको थिएँ, त्यही निकालेर खायौँ। आजको लागि यति नै, बाई बाई।